बसन्त तिमी एकछिन अफिसमा आऊ त छिटो आऊ है नमस्ते सर सर नमस्ते नमस्ते सर सर नमस्ते बस बस न यही बसौँ सर बस बस हजुर सर यदि तिमीलाई नराम्रो लाग्दैन भने एउटा कुरा भनौँ कुरा राम्रो हो भने नराम्रो नलाग्ला नि सर मेरो दाइको जाडो देखिहाल्यो नखाएकोलाई मान्छे घिउ छ अलुलो छ काम पनि गर्छ तर यसरी पटक पटक रक्सीले मातेर हैरानै पार्यो त्यसैले मैले सोचेको पारिदिएको जिम्मेवारी तिमीले सम्हाल तर सर तिमीलाई मन नै छैन भने त कर लाग्ने कुरै भयो तर मलाई हाम्रो निचे राखिदिनु पर्यो भनेर थुप्रै अभिभावकले भनेका छन् व्यवस्थापन समितिबाट पनि एक दुईजनाको नाम नआएको होइन अब विद्यालयमा कार्यालय सघि राख्नलाई त यत्रो रणनीति छ यस्तो छ अवस्था तर हामीलाई स्पेसल्ली मलाई र पुष्प सरलाई चाहिँ तिमी नै एक परिपक्व विद्यार्थी लाग्छ जसले यो काम गर्न सक्छ अरू सबै हल्ला रहेछन् फेरि कमजोर आर्थिक अवस्था भएका जन्मदार विद्यार्थीलाई सक्दो सक्दैन हाम्रो कर्तव्य हो भनेर व्यवस्थापन समितिलाई जवाब दिन हाम्रो सजिलो पनि हुन्छ के तिमीलाई शर्म लाग्छ होइन सर शर्म लाग्ने कुरै छैन काम सानो ठुलो हुँदैन श्रमको सम्मान गर्नुपर्छ भनेर हजुरहरूले नै सिकाउनु भएको त्यही पनि नरेगा एक्लो मान्छे अरू केही काम छैन केही छैन कोही छैन ए उसको चिन्ता नगर उसको व्यवस्था म गर्छु तै पनि सर नरेगा लामो समयदेखि काम गर्दै आएको मान्छे एक्कासी निकाल्दाखेरि हेर बसन्त जित्नलाई कसैलाई हराउनै पर्छ अगाडि बढ्नलाई कसैलाई पछाडि छोड्नै पर्छ सर यहाँ जित्न नै के छ पुग्नु नै कहाँ छ अब तिमीसँग सवाल जवाब गर्ने धेरै समय छैन मसँग अब तिमीले नरेगाकै चिन्ता लाग्यो भनेदेखि उसलाई मेरै घरमा अथवा अन्त कतै सेटल गरौँ न तिमीले काम गर्ने कि नगर्ने चाँडै निधो चाहियो क्या हुन्छ सर म गर्छु ल ठिक छ जाऊ है बसन्त हजुर त्यो पिरियड सुरुभन्दा एक दुई मिनट अगाडि निस्केर घन्टी बजाउनु अनि अहिलेलाई महिनाको त्यही 1000-1500 जति तलब हुन्छ है हुन्छ सर के गर्नुभयो हेड सर यो केटोलाई अफिसमा राखेर हुन्छ कहिले चिया खाजा ल्याउनु पर्ने हुन्छ अफिसमा पानी छ छोइदेला त्यो जातलाई छोएको त कसरी खानु हो त्यस्तो कुरा नगर्नुहोस् का हरि सर मारवान त्यत्रो एनजिओ खोलेर बसेका छन् अब सहरतिर एनजिओ जङ्गलतिर क्रान्तिकारी बिचमा पारेर लुछन् क्या जमाना आयो गाँठे भगवान्सँग भन्दा पनि मान्छेसँग बढी डराउनु पर्ने हो भगवान्ले चलाएको चलन त सबैले मान्नु पर्यो नि कि कसो हो पुष्प सर मैले अस्ति तपाईँको भगवान्लाई भेटेको थिएँ हो हरि सर के भन्नुभयो त भगवान्ले यो जात भात भन्ने चलन मैले चलाएकै होइन कुन चाहिँ यो चलन चलाएर मेरो बदनाम गरिरहेछ भन्ने हुन्थ्यो हरि सर तपाईँ पनि आफ्नो विचार परिवर्तन गर्नुहोस् नत्र फेरि भगवान रिसाउला नि सकिन्न क्या पुष्प सर It's a good intention of the research agenda are not turned into concrete action. Make out, sir? Why? What happened? Sir, period सकिने 2 मिनेट बाँकी छ Hey, Nini! Sir, the period finish before 2 minutes. I go to घन्टी बजाउनु What? सर एक्चुअली के भन्नु भएन No. सर आजबाट मैले नरेगाको काम सम्हाल्दैछु त्यसैले घन्टी बजाउन जानुपर्छ सर Okay, go. Basanta, हजुर सर congratulations. And I also encourage to be your good person.
हजुरलाई जहिले कक्षा आउँछ म त कहाँ पुगिसक्यो होला भनेको लायपाले दाइको काम हेरेर बसेको नि कस्तो गर्छ भनेर तेरो बाउ भन् तेरा बाउ मैले नैदेखिको काम सम्हालेर झ्याउ गरेँ के आइपुग्यो आज कक्षामा सबैजना हाँस्दाखेरि मलाई त कस्तो लाज लाग्यो हे काम भन्ने सानो ठुलो हुँदैन श्रमको सम्मान गर्न सिक फेरि झिकी फेरि पार तेरो यो हिरो भन्ने भूत कहिले मरेन है भूत होइन सारा सपना हो र एक दिन यो सपना पुरा हुन्छ भन्छ सिरो एसएलसी पछि तेरो बाउले हिँड्छु र भर्ती हुनु भनेर काश्मीर लैजान्छन् अनि भारतको नुन पानी राइफलको सिरानी म त प्यारी फर्किन्छु फर्किन्न नामसारी है पेन्सन पत्तामा जो घरबाट कुकुर गरून् घरबेडीले पप्पी भनेर जता बोलाए त्यति पुछुरा लाउँदै हुन्थेँ म जे गर्छु आफ्नो मनको गर्छु मलाई मेरो बाबुको आश पनि छैन भनेको मान्दिनँ पनि प्रेममार छिटीले जे गर्छ आफ्नो मनको गर्छ त आफूले आफूलाई एकदम माया गर्छस् है यस मन हिम्मत लागिरहेको छ समाज मैले आफूले आफूलाई धेरै माया गर्छु तर आजभोलि अलिअलि सपनालाई नि गर्न थालेछु कोही केटी पाएनस् र आँखा लाउनलाई मेरो बहिनीले आँखा लाउन थालिस् आँखा लागेको होइन यार माया लागेको त्यो पनि तेरो आफ्नो बहिनी कहाँ हो त तेरो अङ्कको मानिलिउँ तेरो आफ्नै बहिनी भए पनि माया गर्नु गयो तर जिस्किमको पनि हद हुन्छ है प्रेम कहाँ त उपल्लो जातको त जहिले यस्तो कुरा गर्छस् त ठुलो जात म सानो जात मेरो बाबाले भनेर हुन्छ म मानिने जातमा त स्वप्नलाई साँचो माया गर्छस् विश्वास लाग्दैन वैशाको आकर्षण जस्तो लाग्छ मलाई तेरो यस्तो शान्ति भाषा बुझ्दिनँ तर के साँचो भने आई लभ सपना धोका दिनुहोस् नि नमर्दास हो अब मान्छे मरेपछि कहाँ पुग्छ त्यो कसैलाई के थाहा तर म मरेपछि पनि सपना सँगै हुन चाहन्छु त्यस्तो बसन्त चिठी लाग्दैन है ले म चाहेको भए यो चिठी अर्को हातबाट दिनु सक्थेँ तर म चाहन्थेँ कि तेरै हातबाट सपनाले पाओस् बुझेँ मैले हेर के लेखेको मलाई त जस्तो कविता लेख्न आउँदैन आफू त सिक्दै आइपुग्यो भन्यो अनि हुन्छ कि हुन्न लेख्ने हो कुरा मिठो होइन माया मिठो हुनुपर्छ जेठान साहब शारीरिक प्रक्रियाको कुरा पो हो त कहाँ धर्मशर्मका कुरा जोडेर छुन हुन्न के अन्धविश्वास त्यसो भनेर कहाँ हुन्छ सबैले मानेको चलन हो आज गइहाल्यो भोलिको दिन त हो नि पर्सि तिमीमा त बिहानै नुहाइदिए गरेर पकाइहाल्छु नि नातेर फुट बोल्छ छोरो मान्छे आत्तिको राम्रो हुन्न यसो दाउरा मिलाएर ठोस् न बोल्छ अलिक के छ अलिक ख्याल गर्नु पर्दैन एक दिन खाना पकाउनु पनि है हजुर त भित्रै आउनुभयो त ए शिव 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 अप्ठ्यारो गरेको भगवान क्षमा दिन्छ जन्मनी आएको हो र कसैले नभनिस् नि फेरि हाम्रो आमा त पञ्चायत बेलामा भित्रै गयौँ भनेर भन्लास् र सोमत नभएकी कमाउने भनेर गाउँभरि कुरा काट्ला त्यो त भन्नु पनि छैन भन्दिनँ आमा भन्दिनँ मलाई थाहा छ मान्छेले चित्त बुझे पनि नबुझे पनि समाजको डरले यस्तो कुरीति मान्ने आगो बोल्यो देखिस् मैले भनेको होइन आगो नि नठुसी बोल्दैन भात बसा छोटो छोटो गरेर बढाइ पछि एडिट गर्न पनि मिल्दैन हाई अङ्ग्रेजी किताबको पेज नम्बर 52 नमस्ते सामाजिक अध्ययनको पेज नम्बर 39 हजुर दर्शन गणित किताबको पेज नम्बर 42 मा हेर्नुहोला पेज नम्बर 42 माफ गर्नुहोला साह्रै थाक्नु भयो जस्तो छ अब तपाईँलाई मनपर्ने नेपाली पुस्तकको पेज नम्बर 56 मा हेर्नुहोला
प्रिय बसन्त, नदी भन्दा लामो, सागर भन्दा गहिरो, आकाश भन्दा विशाल, जुन भन्दा शीतल, माया र सम्झना तिमीलाई। किन डुल्छ फुलमा भमरा, किन भुल्छ डालीमा ढुकुरको ज्योति, किन दिन्छ घामले जुनलाई उज्यालो, अर्थ खोज्न थालेकी छु। छ्या, म त अचेल आफूलाई भन्दा बढी तिमीलाई रोज्न थालेकी छु। नसोध मलाई तिम्रो महत्त्व कति छ, जति बाँच्नलाई सासको, जति भोकोलाई घाँसको, जति माछालाई पानीको, जति आँखालाई नानीको। नसोध मलाई तिम्रो माया कति छ, जति चरीलाई वनको, जति मुनालाई मदनको। पे गर्ने बेला भइसक्यो।